गोलभेडामा लाग्ने विभिन्न रोगहरूमध्ये यो डढुवा पनि एक हो। यसरी पातलाई बिस्तारै सुरुमा यसरी कालो कालो बनाउँछ यसरी, अनि बिस्तारै यो यसरी पुरै डढाइदिन्छ यसलाई यो डढुवाले। पछि हुँदै गएपछि अनि पुरै बोट सुकाइदिन्छ। यो लागिसकेपछि चाहिँ खासै नियन्त्रणमा ल्याउनलाई चाहिँ एकदमै गाह्रो हुन्छ है साथीहरू। त्यही भएर हामीले बिरुवा उत्पादन गर्दाखेरि, जस्तै अब बिरुवा राख्दाखेरि, बियारमा राख्दाखेरि चाहिँ अलि स्वस्थ तरिकाले हैन माटो उपचार गरेर चाहिँ बिउ राख्यो भने चाहिँ यो डढुवा रोगबाट चाहिँ अलिकति हामी बच्न सक्छौँ। अब कम्प्लिटली 100% त भन्न सकिँदैन, 1-2टा बोटमा चाहिँ देखिन्छ नै। मेरो 1-2 बोटमा देखिया छ, अरूमा देखिया छैन, हेर्न सक्नुहुन्छ। अरू सबै राम्रै छ। अब यो धेरै लागिसकेपछि चाहिँ हामीले कन्ट्रोल गर्न गाह्रो हुन्छ कि। अनि यो लागिसकेको बोटलाई चाहिँ हामीले उखेलेर फ्याल्दिने, किनभने अरू बोटमा इन्फेक्सन नहोस् भन्नको लागि। यो तपाईँले किन उखेलेर फाल्नु भएन त भन्नु होला फेरि। यो चाहिँ मैले तपाईँहरूले भिडियोमा देखाउनको लागि यो मैले उखेलेको छैन। अब म यसलाई उखेलेर फ्यालिदिन्छु। यो बोटले, एक बोटले गर्दाखेरि अरू बोटलाई पनि सार्न मद्दत गर्छ क्या। त्यही भएर चाहिँ यसलाई उखेलेर फ्याल्नु नै सबभन्दा जाती हुन्छ।